हेलो गाइज, वेलकम ब्याक टु द ब्लग बनाउनु त आउँदैन होइन, त्यही पनि ट्राई गर्छु, ट्राई टु माई बेस्ट होइन, सिक्दैछु। अनि आज यो खास भिडियो बनाउनुको कारण चाहिँ के भने यो मेन पावरको कुरा सुनेर 1100 को लागि 2-3 लाख रुपियाँ तिर्ने काम चाहिँ कसैले नगरे हुन्छ है। किनभने 1100 मा आउनुभयो भने तपाईको टिप्सको भरोसामा र यो पैसा अलि बढी कमाइन्छ भन्ने भरोसामा आयो भने कमाइ भनेको त्यस्तै हो। चुरोट खान मन लाग्छ, कहिलेकाहीँ रक्सी खान मन लाग्छ होइन। अब हुन्छ नि त, आफ्नो आफ्नो एउटा ह्याबिट हुन्छ। यदि त्यस्तो गर्नुभयो भने तपाईले पैसा कति पनि जम्मा गर्न सक्नुहुन्न है। टक्क आफ्नो दुःख सम्झेर काम गरेर सेभ गरे पनि महिनाको 30,000 जोगाउन एकदम गाह्रो। त्यही भएर बरु केही काम सिकेर अलि हाई स्यालेरीमा आउँदा चाहिँ धेरै राम्रो हुन्छ है। एनिवे, जो पनि नयाँ भाइ बहिनीहरू दिदी दाइहरू आउँदै हुनुहुन्छ अलिकति सोचेर बुझेर आउनु होला हैन। अनि यस्तो छ क्याम्प चाहिँ हाम्रो। यस्तो गर्मी छ गाइज, यस्तो गर्मी छ कि पुरै नगरौँ क्या, लास्टै गर्मी। त्यही हो भन्न खोजेको चाहिँ के भने 1100 यदि कसैले तपाईँलाई स्यालेरी हुन्छ भन्ने भने त्यसमा चाहिँ आउँदै नआउँदा हुन्छ 1100। किनभने यहाँ साह्रै महँगो छ। तपाईँलाई यदि खाना र बस्न दिन्छ भने पनि 1100 कमाएर केही फाइदै छैन। किनभने कहिलेकाहीँ अब चिसो खान मन लाग्छ होइन। अब कहिलेकाहीँ अब हुन्छ नि त, तपाईँले त्यस्तो गर्नुभयो भने तपाईँको पैसा बच्दैन। खाना पुऱ्याउँदैछ नि। गर्मी छ फुल छ। चस्मा नलगाम भनेको लगाउनै पर्ने। त्यही हो, अलि सोच विचार गरेर आउँछु। दुबई आउँदा महँगो साह्रै छ। 1100 मा चाहिँ आउँदै नआउनु होला है। म त त्यही भन्छु, 1100 को लागि 2 लाख 3 लाख तिर्ने काम चाहिँ एकदम मूर्खता हो होइन। काम गर्नै पर्छ, 12 घन्टा जसरी नै काम लगाउँछ। मेन पावरले यदि टिप्स हुन्छ, कमाइ हुन्छ, यति पैसा उति पैसा भन्छ, तर त्यो सब गलत हो। तपाईहरुलाई 60,000 को एग्रिमेन्ट गराउँछ, 2 लाख माग्छ हैन, नाना थरी कुरा गर्छ। त्यही भएर मेन पावरको कुरा सुनेर पैसा फ्याँकेर आउनुभन्दा नेपालमै हल्लिँदै बस्दा ठिक हुन्छ। अब यदि कसैले अब भन्छ हैन त्यतिमा भए पनि कमाउन जान्छु म, अब त्यति नै भए पनि जमाउँछु भन्ने सोच्छ भने त आए हुन्छ। नत्र 30-40 हजार हुँदो रहेछ, गएर कमाएर अलिअलि जोड्यो भने घर त बनाइन्छ कि भन्ने सोचाइ छ भने चाहिँ नआउँदा हुन्छ। किनभने तपाईँ 30-40 हजार रुपियाँ कमाएर घरमा खर्च पुऱ्याएर हैन, घरको खाना खर्च, घरमा खर्च पुऱ्याएर बचाएर गर्नुभयो भने तपाईँको 20 वर्ष लाग्छ तपाईँले एउटा घर बनाउन। त्यही भएर केही फाइदा छैन।
चाहिँ अहिले अबुधाबीको चाइना क्याम्प राजा भिलेजमा छु। आज मेरो ट्रान्सफर छ यहाँबाट अलाइन हैन। अलाइन जानुपर्ने छ। त्यहाँ गएर कस्तो काम लगाउँछ थाहा छैन। ठिकै छ, केही छैन। जहाँ लगायो नि कामै गर्ने हो हैन। काम त गर्नै पर्छ। काम नगरिकन यिनीहरूले बसेर खान त दिँदैन। यो पैसा हो भन्छ, त्यो पैसा हो भन्छ, काट्छ अनि तपाईँको पहिलो महिना अलिकति कम, दोस्रो महिना अलिकति कम गरेर 1000 रुपियाँ बच्न पनि धेरै गाह्रो हुन्छ गाइस। त्यही भएर जसले चाहिँ भविष्य बनाउँछु भनेर आएको हुन्छ त्यसले चाहिँ अलिकति कामसाम सिकेर एक्सपिरियन्स भएर टक्क आउँदाखेरि ठिक हुन्छ। 1500 भन्दा माथि स्यालेरीमा हैन। यदि कसैले सोच्नु भएको छ गएर कम्पनी चेन्ज गर्छु अनि काम गर्छु, त्यो गर्न पनि साह्रै गाह्रो छ हैन। किनभने यहाँ आएर तपाईँले 6 महिना तपाईँले काम गर्नुपर्छ। 6 महिनापछि कम्पनी चेन्ज गर्छु भनेर लेटर हालिसकेपछि, अफर लेटर देखाइसकेपछि यिनीहरूले झुलाउँछ 1 महिना यताउता गर्दा। त्यो पनि गाह्रै छ, तर गर्न त गरेका छन् हैन, धेरैले गरेका छन्। तर पनि आफ्नो भाग्यको खेल हो। यदि भाग्य राम्रो छ भने राम्रै हुन्छ। भाग्य यदि राम्रो छैन भने तपाईँले जहाँ गए पनि केही हुँदैन। यस्तो गर्मी छ कि गाइस हैन। लास्टै गर्मी छ क्या, हावाले नै पोल्छ क्या। त्यही हो, आउने मान्छेहरूलाई चाहिँ अलिकति विचार गरेर सोच गरेर हैन तपाईँहरू क्लिनरमा पठाउँछ। क्लिनरमा पठायो भने यस्तो बाहिर तातो घाममा फोहोर उठाउन लगाउँछ। त्यही भएर 1100 को लागि 2-3 लाख रुपियाँ तिरेर आउने काम चाहिँ गर्दै नगरौँ। अनि त्यहाँबाट यो मेन पावरको कुरा सुनेर होला त नि भनेर आउने काम चाहिँ नगरौँ। अब जस्तो भए पनि गर्छु, दुःख छ मलाई घरमा भन्ने सोचाइ छ भने त्यस्तो मान्छे आउँदा भयो। नत्र आफ्नो करियर राम्रो बनाउँछु भन्ने सोचाइले आउनुहुन्छ भने अलिकति राम्रो काम सिकेर आउँदा हुन्छ। पैसा कमाइ नहुने हैन, हुन्छ, तर अलिकति राम्रो काम र आफ्नो चाहिँ ट्यालेन्टेड हुनु पर्यो हैन।
बाहा भिलेज अबुधाबी चाइना क्याम्प। सबैलाई धन्यवाद मेरो भिडियो अन्तिमसम्म हेर्नुभएकोमा। प्लिज सब्सक्राइब गरिदिनु होला, कमेन्ट अनि लाइक।